यो भएको छ कि छैन कि टाइमै देखाउँदैन, थाहा नै पाउँदैन हौ म त। लु ल बाँधिदेऊ न ल म हेरी बना। बाबाले बाबा हलमा लाउनु हुँदैछ त भाइ। अर्को देऊ न भाइलाई, हो त पक्रिनु देऊ, अर्को बाँधिदेऊ न भाइलाई। एउटा पक्रिनु देऊ अनि वालमा लिन्छ अनि अर्को बाँधिदेऊ न। यो त कस्तो हुँदो रहेछ। ए यहाँ माथिबाट टाइम देखाउँदो रहेछ अहिले पो थाहा पाएँ। अलि तल बाँधिदेऊ भाइलाई। भाइले अर्को देऊ न भाइलाई हातमा, एउटा हातमा देऊ एउटा बाँधिदेऊ भने। केही पनि हुँदैन त आफै हुन्छ। ल बोला यहाँ रेडी भइसक्यो ल बा। यो चाहिँ देख भाइलाई हो त एउटा चाहिँ खेलाउनु देऊ भनेको क्या। जुत्ता तुना भने जस्तै बाँध्नु। आपत पनि सानो परेको छ र क्रिस्टीलाई एउटा राखी बाँध्नु ल। राम राम राम। ओहो हो खोइ ए साह्रो भयो साह्रो ए भगवान् मलाई शक्ति देऊ। भाइ मलाई शक्ति देऊ भन् त। ल भाइको पालो। भाइले यसो छुइदियो भने हुन्छ। खोइ भाइले बाँधिदिएको। भाइ भाइ दिदीलाई बाँधिदेऊ। नानी त्यसो गर्नु पर्दैन त आफै हुन्छ। देब्रे कि दाहिने हाती? दाहिनेमा बाँध्ने हो राखी त। भाइ पक्र। भाइले पक्रिँदेऊ न भाइलाई। भाइले बाँधिदिने हो खासमा। भाइले टोकिसक्यो तेरो। ल अब बाँधिदिन्छ भाइले।